आज चाहिँ हामीले के खायौँ त देखेरै थाहा भइहाल्यो होला हजुरहरूलाई। वाह हो र ओए हो साँच्चै ठिक्क खाने बेला जाँदा हुन्छ। आउनु नि अलिकति अगाडि बनाउनु परेन। आज चाहिँ बुनुले दिदी खोइ त भनेको सुने बाहिर देखेँ नि, म चाहिँ भित्र बसेर क्यामेरा अन गरेर पक्कै यसले के भन्न आयो भनेर बसेँ, तर थाहा थिएन चाहिँ मोमो खान बोलाउन आयो कि भनेर। सधैँ न सधैँ केही न केही भन्छ आएर अनि मैले चाहिँ अनि भिडियो क्याप्चर गरिदिनु पऱ्यो भने अनि उसले मोमो खान त बोलाइ, तर काम गर्न पनि बोलाएकै थिएँ, तर हामी चाहिँ पानी परेर अड्किरहेका थियौँ। अनि दौडी चाहिँ छिटो छिटो गरेर जाँदै थियौँ भरे मार्छे बुनुले भनेर। यहाँ हेर्न सक्नुहुन्छ हजुर पानी परेर के अवस्था भइरहेको थियो। हामी चाहिँ भिज्दै जाँदै थियौँ त्यही पनि डरले। अब बहिनीहरू भएर के हुन्छ, डर त लाग्छ नि त होइन र। फोन गर्नु भनेको होइन मैले, अनि बनाउने बेला फोन गर्नु भनेको थिइनँ। अनि काकी घर पुगेपछि त बुनुहरूले त अघि आधी उधी त रेडी गरिसकेका रहेछन्, खालि बनाउनु मात्रै रहेछ। त्यो पनि बाँच्दै ओर्दै गऱ्यौँ हामीले। अनि उता मनिषाले चाहिँ बनाउन लागि मोमोको चटनी। मोमोको चटनी चाहिँ फेरि फ्यामिलीमा उनलाई मात्रै बनाउन आउँछ नि, यस्तो टेस्टी बनाउँछिन्। अब भन्ने नि हो भने मोमोको चाहिँ चटनी नै हो मेन, हो केही न लु भन्नुहोस् त। चटनी जति टेस्टी हुन्छ, जति चखिलो हुन्छ, मोमो पनि त्यति नै टेस्टी लाग्छ। चटनी नै चखिलो छैन भने त मोमोको त कुनै भेल्यु नै हुँदैन, त्यस्तो टेस्टै हुँदैन। त्यो चाहिँ सबैलाई नै थाहा भएको कुरो हो। मोमोको डिजाइन युट्युबमा हेर्दै अन्त फेरि डढेछ। आफै लैजा, मलाई त भिडियो बोरु बनाएकै लाने बेला चाहिँ आफै लानु मलाई बहुत। यता हामीहरूको चाहिँ हाँस्दा हाँस्दै बाँच्दा बाँच्दै गफ गर्दा गर्दै अघि मोमो पनि रेडी भइसकेछ र मोमो पनि हामीले गम खाँदै बनाउँदै गर्दा गर्दै ड्याममा भइयो। अनि यता अब काकालाई दिएका थियौँ, काकाले चाहिँ खाएर अब कस्तो भएछ त भन्नुहुन्छ भनेर सुनेका त काका त गम खाएर त केही नभोलि उठेर हिँड्नु भयो। अनि त हामीहरू चाहिँ अब बनाउँदै खाँदै गर्दै थियौँ नि त, त्यही भएर फेरि पाकेछ। अनि यता म चाहिँ कतै नहेरी गम दिँदै थिएँ। अब काम साँच्चै आफूलाई हेरेँ, खाना साँच्चै अरूलाई हेरेँ नि त, त्यही भएर खाने बेला चाहिँ कतै हेर्नु हुँदैन के गाइज। अनि यता मेरो दिदी चाहिँ फेरि मोमो फ्राई गरेर खाने भनेर मोमो फ्राई गर्न आँटेकी थिइन्। यो पुरा घिउ हालेर यस्तो भयो। के भन्छ मामा? के खाएको भन्नुहुन्थ्यो? हामी चाहिँ पायस हेरेर किन हाँस्दैछौँ भने पायसको चाहिँ आज काण्ड भएको छ है गाइज। कस्तो खालको काण्ड भने फुपूले चाहिँ आज पायस बसाएर युट्युबमा मोमो कसरी बनाउँछन्, कसरी फोल्ड गर्छन् भनेर हेर्न थाल्नु भएछ। उता पायस त उम्लेर हुतुतु। त्यसपछि फेरि त्यो डढेको निकालेर फेरि बसाउनु भएछ, फेरि एकछिनमा हुतुतु। अनि आज चाहिँ पायस खान लेखेको रहेनछ कि क्या हो भन्दा एकछिन त हाँसो भयो, पायस पनि डढेर कालो कालो भएछ। अनि त्यही पनि मलाई चाहिँ त्यो डढे खालको गाखिरको सेन्ट साह्रै मनपर्छ, त्यही भएर पायस पनि साह्रै मिठो लाग्यो खाएँ। तर त्यो कालो कालो देखेकोले चाहिँ साह्रै हाँसो बाज, 2 खेप 3 खेप डढ्नु पर्ने भगवान् भनेर एक खालको नि त। अब आजै चाहिँ डढ्नु परेको, पकाउन नजाने जस्तो भयो भनेर चाहिँ हाँसो भयो एकछिन, जे होस् रमाइलो पनि भयो। अनि यता खाने खाइरहेका थिएँ, बनाइरहेको थिएँ। म चाहिँ भिडियो गर्न म चाहिँ अघि अगाएर बसेकी हो। अनि यता हाम्रो बहिनीहरू पनि आएर खाना थाल्यो। अनि मैले चाहिँ मोमो पार्टी हाम्रो घरमा भन्ने एउटा गीत छ नि त, हरेक मान्छेले मोमो खाएको दिन चाहिँ त्यो फोटो खिचेर स्टेटस राख्ने गर्छन्, स्टोरी हाल्ने गर्छन्, मोमो पार्टी हाम्रो घरमा भन्दै। अनि पनि जिस्काइरहेकी थिएँ। यता मेरो दिदी चाहिँ खाएकै अघि स्टिम मोमो खाएँ, त्यहाँबाट फ्राइड मोमो खाएँ, त्यहाँबाट अहिले झोल मोमो खाँदैछु भन्दै हँसाउँदै थिइन्। अनि यता म चाहिँ फेरि तामुल चबाउँदै सबैको भिडियो गर्दै थिएँ। अब तामुल त मेन हो नि त, खाइसकेपछि तामुल त खानै पर्यो। कसले लगाइदिएको? र यता मनिषाले चाहिँ फाइनली खाइसकेर हेर्नुहोस् त कस्तो एक्टिङ देखाउँदैछिन् उहाँ। तिमीलाई खायो धन्यवाद भनेको उल्टै धन्यवाद दियो हामीले आएर खायौँ अरे। ल बाई बाई। आएर खानु पनि छ, उल्टै धन्यवाद पनि पाउनु छ, योभन्दा के खोज्नु गाइज होइन र। ल त गाइज आजलाई यति नै, भोलि फेरि भेटौँ अर्को नयाँ भ्लगमा। रात पनि धेरै भयो। गुड नाइट, थ्याङ्क यू फर वाचिङ, बाई बाई।